हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ शनिबार हो गाइस, अनि तपाईहरु सबैलाई जय मसी गाइस। अनि यहाँ चाहिँ मेरो परिवारहरु रेडी भइसक्यो गाइस, अनि यहाँ चाहिँ ढेर खाली हुनुहुन्छ। अनि मेरो बाजे चाहिँ गाडी धुँदै हुनुहुन्छ गाइस, अनि त्यही भएर रेडी भएन गाइस। अनि हाम्रो परिवारहरु रेडी भइसक्यो। अनि भात खाँदै हुनुहुन्छ, बहिनीले चाहिँ खाना खाँदै हुनुहुन्छ। अनि हामी चाहिँ आज चर्च जान्छौँ। अनि यहाँ चाहिँ मेरो बाबा गाडी धुँदै हुनुहुन्छ गाइस। यहाँ चाहिँ गाडी धुएको मामा गाइस। मेरो बाबा चाहिँ गाडी धुनुहुन्छ, तपाईँहरूलाई देखाउँछु। बाबा कुकुर छ यहाँ चाहिँ कुकुर छ। गाई चाहिँ मेरो बाबा चाहिँ गाडी धोएको देख्नु भइसक्यो तपाईँले। अनि मेरो मम्मी चाहिँ यहाँ हुनुहुन्छ। यो चाहिँ हाम्रो न्यू भिडियो हो गाइस। हामीले चाहिँ भिडियो नआएको कति दिन भइसक्यो गाइस। अनि तपाईँहरूलाई हाम्रो भिडियो राम्रो लाग्यो भने लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गर्नु होला गाइस। यहाँ चाहिँ आमा छोरा मस्त, यहाँ चाहिँ आमा छोरा मस्तलाई ढेरा खाँदै हुनुहुन्छ गाइस। हजुर मेरो सानो फुपू चाहिँ विदेशमा छ गाइस। मेरो सानो फुपू चाहिँ विदेशमा छ गाइस। हामीलाई चाहिँ भोलिपर्सि सानो फुपूले विदेशबाट आएपछि चक्लेट ल्याइन्छ गाइस। विष्णु फुपू के भन्ने? विष्णु फुपू पनि हाम्रो विदेश जानु भएको छ गाइस। मेरो फोन चाहिँ नक्कल भएर लिपस्टिक लगाउँदै हुनुहुन्छ। के लागेको हो? अनि मेरो मम्मी चाहिँ मेकअप गर्दै हुनुहुन्छ गाइस। मजा खै खुसीको मोजा एकछिन बसेर आउनुपर्छ। अनि मान्छेहरूले भनिराख्नु भएको थियो मेरो मिनी भ्लग कहिले नयाँ आउँछ हुन्छ गाइस।
भाइ पनि गरिरहेको छ चर्चको मान्छे पनि देखाइदिन्छौँ चर्च पनि देखाइदिन्छौँ धेरै गाडी त छैन आउनु तपाईँहरू पैसा भेटेको पैसा म जाँदै गरौँ बाबा आउनु हामी चाहिँ तपाईँहरू चर्च पनि देखाउँछौँ गाइस Madam. गजब बेइज्जती है सरी गाइस हामीले चाहिँ पुरा भिडियो बनाउन पाएन गाइस किनकि मोबाइल अफ भएको कारणले हो गाइस अनि हामी चाहिँ अर्को पालि पुरा भिडियो बनाउने वाला हौं गाइस हाम्रो भिडियो राम्रो लाग्यो भने लाइक सब्स्क्राइब शेयर कमेन्ट गर्नु होला गाइस बाइ बाइ गाइस